3, 2, 1, go. So अहिले चाहिँ यस्तो भयो ब्याक हेर्नु है राइट गाइज अहिले चाहिँ म यहाँ पुलाउ बनाउनु लागेको छु अब पुलाउको लागि यो रेडी छ होइन अब हल्का सादा घिउ चाहिँ बबाल ल्याएको छु सो हेलो नमस्ते वेलकम ब्याक अगेन नेक्स्ट डे नेक्स्ट ब्लग अनि तपाईँहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ अनि सन्चै आरामै हुनुहुन्छ होला अनि नयाँ वर्ष पनि लाग्यो आजबाट जनवरी 1 हुन्छ अनि तपाईँहरूले चाहिँ के कस्तो बाचा गर्नुभयो त होइन नयाँ वर्षमा नयाँ सुरुवातमा अनि जसले जे गर्नु भएको छ त्यो चाहिँ प्राथमिकता दिइगरी गर्नु होला अनि तपाईँहरूलाई मैले भनेको थिएँ अब 31मा मैले टक्क हल्का बडी देखाउँछु भनेर सो आज मैले हल्का मेरो लुते बडी सो गर्न लागिरहेको छु सो अहिले खासै एकदमै धेरै टाइम दिनु नपाएर अलि राम्रो डाइट खानु नपाएर चाहिँ खासै राम्रो भएन सो अलिअलि होइन तपाईँहरूलाई म देखाउँछु अनि मैले चाहिँ अर्को कुरा भने जुन तपाईँहरूले नयाँ वर्षको लागि भनेर राम्रो कुराहरू जुन होइन आजबाट यो छोड्छु त्यो छोड्छु रक्सी छोड्छु अथवा चुरोट छोड्छु अथवा चाहिँ नयाँ भ्लग गर्छु अथवा कन्टिन्यू गर्छु त्यसलाई चाहिँ एकदमै प्राथमिकता दिनु होला होइन जस्ट अब मेरो चाहिँ 26 भइरहेको थियो 2026 भइरहेको थियो मलाई चाहिँ त्यसमा खुसी थियो फेरि 1 सब्सक्राइबर बढ्यो 20 अनि 627 भयो क्या सो थ्याङ्क यू सो मच जसले गर्नुभयो अब चाहिँ त्यो चाहिँ के भयो भन्दाखेरि 2027 हुन्छ नि अहिले 2026 सो त्यससम्म चाहिँ अलिकति राम्रो भ्लग गरेर राम्रो अलिकति लेभल अप गरेर होइन त्योसम्मको चाहिँ लेभल बनाउँछु भन्दै सो ढिला नगरिकन हल्का बडी देखाउँछु सो हेर्नु है त कस्तो छ मेरो बडी अब लुते बडी सो यस्तो छ अहिले चाहिँ माथिको चाहिँ होइन अब अर्को देखाउँछु त हेर्नु है त 3 2 1 गो सो अहिले चाहिँ यस्तो भयो ब्याक हेर्नु है चाहिँ हल्का झुन्डेर मात्रै हो यहीँ घरमै झुन्डेर बनाएको बडी होइन सो त्यही नै हो अब यहाँ खासै जिमसिम गर्नु पाएन मैले डम्बेलसम्म मगाएको छैन होइन डम्बेलहरू चाहिँ म बिस्तारै मगाउँछु अनि त्यसपछि डाइटहरू पनि राम्रो खान्छु त्यसै अझ 2027मा चाहिँ बबाल भर्जन भएर आउनुपर्छ सो नेक्स्ट भर्जन चाहिँ बबाल हुन्छ सो हेर्नु अहिले चाहिँ यस्तो नर्मल तपाईँहरूलाई खासै ठुलो त छैन है पातल देखिन्छ तर मेरो सिल्भर ब्रिड हो क्या सो खासै ठुलो त छैन है फेरि सो त्यही नै हो देख्नुभयो होला घरमा बसी बसी पनि यस्तो बडी बन्छ बब्बाल सो प्र्याक्टिस चाहिँ गर्नु पर्यो यो चाहिँ ब्याक अलिकति कटहरू पनि मिसिङ छ क्या सो नेचुरल बडी हो सो नेचुरल बडी यतिको छ होइन अब पछि बनाइन्छ सो त्यही नै हो सो अब यहाँबाट अहिले चाहिँ भ्लग किन ढिला गऱ्यो भन्नुहुन्छ होला सो अब भ्लग चाहिँ आज मेरो छुट्टी थियो मैले बब्बाल रेस्ट गरेँ अनि त्यसपछि अब भ्लग सुरु गरेको छु त्यो एउटा आज बेलुका सो त्यही नै हो अब कता कता निस्किन्छु के गर्छु आज के खान्छु अब नयाँ वर्ष हो आज छुट्टी पनि छ सो फेरि भोलिदेखि काम जानुपर्छ कन्टिन्यू होइन अनि त्यही भएर सो आज चाहिँ बबाल मिठो बनाएर खाने चिज प्लान छ खासै ठुलो केही प्लान छैन होइन त्यही नै हो ल हेर्दै गर्नु होला है त सो अल राइट गाइज म चाहिँ यहाँ राति निस्किसकेको छु अनि त्यसपछि अब साथीले बोलाएर चाहिँ फिल्म हेर्नु जाने भनेको छ सो खासै त्यस्तो प्लान त छैन सो निस्किसकेको छु होइन सो रेडी भएर चिस्छ नि त बाहिर सो अब जाउँ के हुन्छ अब हेरौँ कतासम्म जाँदैछु तपाईँलाई म देखाइहाल्छु अब राति आज भ्लग सुरु गरेँ सो केही छैन राम्रोसँग माया देखेर हेरिदिनु होला भन्दै ल अब निस्केको है त म सो अल राइट गाइज पावर ब्याङ्कलाई लाइभ भ्लग गर्नु परेको छ सो जाँदैछु स्टेसन आइसकेको छु सो अब एकैचोटि साथीलाई भेटेपछि भेट पर्छ त ल बाई बाई सो पावर ब्याङ्कसम्म चाहिँ अलिक भ्लग गर्न गाह्रो हुँदो रहेछ होइन सो अलिक धेरै लोड भयो क्या यत्रो हुन्छ नि त अब पावर ब्याङ्क अलिक भारी हुन्छ मोबाइलभन्दा सो केही छैन म स्टेसन आइसकेको छु सो अब त्यो केटा पर्खिरहेको छ जस्ट फिल्म हेर्नु चाहिँ जाँदिनँ होला हेरौँ के हुन्छ भ्याइदिनँ पनि अनि खासै जान पनि मन छैन मलाई त्यही भएर कस्तो थाहा स्यासे भयो त त्यहाँसम्म मात्रै जान्छु अनि त्यसपछि के हुन्छ तपाईँहरूलाई एकछिन भन्छ त म त्यहाँ पुगेर अब स्टेसनमा आइसकेको छु ट्रेन चढौँ त्यसपछि त्यहाँ पुगेर अनि त्यसपछि भन्छ त ल केबु कुरो आइसकेको छु साथीले यहाँ सिलगढी पर्खिरहेको छ सो चिट्ठा चाहिँ पऱ्यो कि परेन थाहा छैन चेक गरेको छैन नि त सो त्यही अब एकछिन जाउँ त्यसपछि के हुन्छ त्यहीँ पुगेर भेट्छ होला अलरेडी गाइस सिनोको भइसकेको छु सो
सो केटा चाहिँ मस्त गेम हान्दाखेरि यता पछाडिको यसमा सो मलाई बोलाएको छ होइन एकछिन बस्छु अनि म निस्केर यसो अलिअलि सामानहरू लिनुपर्ने छ त्यो लिन्छु होला गेम खेलिँदाखेरि मस्त सान खाइमा हुँदै थियो सो जुन भित्र अब के हुन्छ थर्ड फ्लोरमा भन्दै थियो राइट गाइज म चाहिँ 1 घन्टा जस्तो खेलेँ है यस्तो गेममा चाहिँ लाग्नु हुँदैन त्यही भएर पैसा चाहिँ सब चैट हुन्छ सो अब सामानहरू अलिअलि लिनु छ 10 पनि बज्यो र सामान लिउँ अनि आज मिठो पकाएर खानु भन्छ तपाईँलाई आज रेसिपी के हुन्छ त्यो पकाएर देखाउँछु म त्यही हो अब गेमबाट निस्केँ केटाहरूले मस्तै खेल्दैछ म चाहिँ निस्केको अब यो खेल्यो भने त रात 12-1 बजेको 2-3 बजेको खाने हो भने त्यस्तो गेम खेल्यो भने त्यही भएर यस्तो गेमकोसँग चाहिँ लाग्नु भएन एकछिन 1 घन्टा चाहिँ माइन्ड फ्रेस हुनको लागि 1000-2000 भनेको यस्तो ठिकै हो कहिलेकाहीँ त्यही पनि महिनामा होइन सो त्यही नै मैले चाहिँ आफ्नो पछाडि खेलेन त्यो पासाङको पछाडि खेलेको त्यो भएको कारण चाहिँ मैले धेरै खेल्न 1 घन्टा जस्तो चाहिँ जितेको थिएँ 2 चोटि जितेँ 2 चोटि जितेको पैसाले 1 घन्टा जस्तो चाहिँ खेल्न पुग्यो भनौँ न सो त्यही नै होला अब सामानहरू किन त्यसपछि तपाईँलाई एकैछिन भेट्छ के हुन्छ अब सामानहरू लिउँ अनि यता राइट गाइज यत्रो आई माछा अनि फेरि यत्रो सामान ल्याएको छु 4500 जतिको 1400 है अब बजाल पुलोको सामानहरू ल्याएको छु पुलोको सामान चट्टा आज के बन्छ तपाईँहरूलाई देखाइहाल्छु अहिले है त ल होइन सिनोको उमेछु अब सामान लगेर घर जाँदैछु म यहाँ चाहिँ सिनोको पुगेर यहाँ भयो होइन सो अब जाउँ अनि त्यसपछि के भन्छ आज 27 स्पेसल होइन हिजोको अब टक्कै न्यु इयरको आज बनाउनु पर्छ आज है त ल त्यही हो यस्तो चाहिँ नेपालीको पारा टक्कै स्टेसनको अगाडि आएर पुलिस आएर सिलगढीको स्टेसन अगाडि अल राइट गाइज अहिले चाहिँ हाम्रो 24मा आइसकेको छु 24बाट चाहिँ बबाल सपिङ हाल्नु छ आज चाहिँ बबाल सपिङ है आजको सपिङको त कुरै नगरिदिनु होइन बबाल अब न्यु इयर लाग्यो नि त टक्क आफूलाई पर्सनल लुगाहरू अनि त्यसपछि मासुहरू ल्याखा अब गएर बनाउनु सुरु गर्नुपर्छ अब 1 बज्न लाग्यो नि त सो त्यही भएर अब जस्ट बनाउनु सुरु गरौँ सो के भन्छ अब तपाईँलाई म देखाउँछु फेरि ब्लग अब छोटो मिठो बनाउनु लागेको सो हाम्रो सही 24 आवर खोल्ने पसल तपाईँ अस्ति पनि भनेको थिएँ मैले 24 आवर खोल्छ जतिखेर आए पनि खोलिहाल्छ क्या त्यही भएर ल यस्तो खायो यत्रो मालसम्म भएछ के छ अहिले चाहिँ सर गरिदिएको तपाईँहरूलाई त ल रुम पुगेर अब पुग्नै लाग्यो म राइट म चाहिँ के किनेँ भन्दाखेरि यो चाहिँ अब जाडोमा लाउनुको लागि टक्क तातो ट्राउजर होइन ट्याक्क 2टा ट्राउजर हानिदिएँ अनि त्यसपछि अघि त्यहाँ तपाईँले के किनेर ल्याउनु भयो भन्नु होला है 2टा ट्राउजर अनि यो अब यो चाहिँ अलिक भित्री कुरा अलिकति अब यो चाहिँ नहेरिदिनु होला अरे क्या आज देखाइ त हालेँ होइन ल यो चाहिँ भित्र यसो अनि त्यसपछि 101 को लागि नेपाली करेन्ट छाउ अनि अर्को छ यो चक्लेटी साथीले दिएको अघि अनि त्यसपछि मेरैमा आएछ अनि यो चाहिँ नेपाली दाल मोट्स अनि यता वाइवाईहरू छ अनि अर्को चाहिँ स्पेसल अनि करेन्टको यो अब यसो चटपटे कहिले काहीँ खानलाई यो स्पाइसी अनि यो पनि त्यही करेन्टको स्पाइसी करेन्ट हो अनि अब स्पेसलको लागि चाहिँ दाल छ एकदम बवाल दाल अनि दाल चाहिँ ल्याएको छु मुङको दाल खानु मन लाग्छ यसपालि है मुङको दाल अनि त्यसपछि अरू सबै यो चाहिँ यताउति सबै यो नै हो मतलब के भन्छ चौचौरी हो त्यही नै हो अनि तल देखाउँछु अब एकैचोटि तल गएर यसलाई चाहिँ अहिले यतिकै छोडिदिउँ होइन यतिकै होस् अब एकचोटि तल गएर देखाउँछु त राइट गाइज अहिले चाहिँ म यहाँ पुलाउ बनाउनु लागेको छु अब पुलाउको लागि यो रेडी छ होइन अब हल्का सादा घिउ चाहिँ बबा ल्याएको छु यो हक्काइतो घिउ हो अनि कस्तो हुन्छ थाहा छैन फर्स्ट टाइम ल्याएको बास्ना चाहिँ बबा रहेछ अनि यसमा मैले 50% चाहिँ यो पकाएर राखिसकेको छु पुलाउ अब यसलाई 100% पकाउने सब बनाऊ के हुन्छ है त ल रेडी गरौँ सो अलराइट गाइज अब चाहिँ म यहाँ घिउमा एकैचोटि झानिदिनु लागेको है नर्मल सादा भात खानु लागेको सो अलराइट गाइज अहिले चाहिँ अब यो
के भन्छ पुलाउको लागि चट्टा सादा पुलाउको लागि सादा धेरै देखिन्छ नि त जो हल्का काजु बदाम चाहिँ हल्का हाल्नु पऱ्यो होइन सो कस्तो हुन्छ अब अनि साइडमा यता आलु भुज्री छ हेर्न सक्नुहुन्छ सो साइडमा आलु भुज्री नि यसो हल्का बनाउने आज हल्का न्यु इयरको अब हिजो अब खासै बाहिर गइएन नि त खानासाना खानुलाई सो अनि रुममै बनाएर खाउँ भनेर सो हेर्दै गर्नलाई त अब देखाउनै लाग्यो मेरो रेसिपी तपाईँहरूलाई लगेर अब यो चाहिँ यसो खोलेर हल्का पाक्नु लाग्यो है हल्का यस्तो भइरहेछ सो अब यसलाई चलाम एकछिन त्यसरी चलाएर बदाम सदाम हाल्नुपर्छ है त अब चलाम हल्का पुरा घिउ बास्न आइरहेछ होक्काइदिएको घिउ है जापानको होक्काइदिएको घिउ गाइज ल अब एकैचोटि पाकेपछि तपाईँहरूलाई चट्ट लाएर देखाउनुपर्छ यो अब चट्ट लाएर माथिबाट यस्तो नट्स हालिदिएको नट्स हालेपछि चाहिँ बबाल हुन्छ ल नट्स सो गाइज यो चाहिँ प्योर होक्काइदोको घिउ मैले अघि पनि देखाइसकेँ तपाईँहरूलाई होक्काइदोको चट्ट यो होक्काइदो घिउ कस्तो हुन्छ तपाईँहरूले खानु भएको छ भने कमेन्ट गर्नु अब यो होक्काइदोको घिउ चट्ट हाल्दैछि अब यति हालेपछि पुलाउ चाहिँ रेडी है हाम्रो ल ल यस्तै हो ल सो अलराइट गाइज अब यो चाहिँ बिहान बनाएको तरकारी अनि त्यसपछि टक्क लाएर आइदिएको स्पेसल चाहिँ पुलाउ अनि त्यसपछि यहाँ गुन्द्रुकको अचार अनि त्यसपछि आलु भुज्री यहाँ छ गुन्द्रुकको अचार अनि त्यसपछि स्पेसलको लागि 10 ग्राम प्रोटिन प्लस यो दही जस्तो यो करेन्ट सरेन्ट चाहिँ पछि खाने ल यति नै हो आज बनाएको चाहिँ रेडी छ सो अब न्यु इयर पनि सकिन लाग्यो आज राति अब सकिन्छ 1 तारिक पनि भइसक्यो होइन सो त्यही नै अब यस्तो सक्दो अब बाहिर गएर खाइएन यस्तो घरमै हेल्दी चिज बनाएर रेडी गर्यो सो अब भनौँ न अब खासी बाहिर नगएर नखाएपछि के गर्नु त होइन सो घरमा मिठो मिठो बनाएर चिकन लेग पिस हो यो सो त्यही अब स्टार्ट गर्छु अनि खान्छु म होइन ट्याक्क लाएर अनि त्यही नै अब भ्लग पनि आज अब त्यस्तो खासै राम्रो नि भएन त्यो यो भ्लगलाई चाहिँ यहीँ सकाइदिउँ त्यसपछि भेट्नेछौँ तपाईँहरूलाई हामी भोलिको भिडियोमा न्यू एपिसोड न्यू डे नयाँ दिन नयाँ सुरुवातमा अनि अहिलेलाई चाहिँ बिदा चाहन्छु अब खाम अनि त्यसपछि अब खाएको त के देखाउनु तपाईँहरूलाई होइन न्यु इयर कस्तो मनाउनु भयो राम्रो मनाउनु भयो होला सो अनि जसले चाहिँ जो चाहिँ प्रमिस गर्नुभएको छ त्यो चाहिँ सक्सेस गर्नु होला जस्तै अब नयाँ अब जस्तै कोहीले चाहिँ जाँड रक्सी छोड्छु भन्नुभएको हुन्छ कसैले जिम जोइन गर्नुभएको छ भने एकदमै कन्टिन्यू गर्नु होला अनि कसैले ब्लग स्टार्ट गर्दै हुनुहुन्छ चाहिँ प्लिज एभ्री डे हाल्नु होला ब्लग होइन चाहिँ आफ्नो दिनचर्या देखाउनलाई कसैलाई सोध्नु पर्दैन लाज मान्नु पर्दैन सो एकदम मिठो ब्लग बनाएर अथवा अब कसैले जिम जोइन गर्नुहुन्छ कसैले चुरोट छोड्ने रक्सी छोड्ने गर्नुहुन्छ है प्लिज त्यसलाई चाहिँ छोडिहाल्नुहोस् अनि 26 देखिको मा चाहिँ एकदमै धेरै हुन्छ नि अब आफूलाई चाहिँ इम्प्रुभ गर्दै जानु होला भन्दै सो यो भिडियोलाई चाहिँ यहीँ सघाउन चाहन्छु बिदा माग्न चाहन्छु बाई गाइज